आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। म सक्छु भन्ने व्यक्ति बन्नुहोस्। जयमसी। आज सोमबार जुलाई 27 तारिक साउन 11 गते। आजको बाइबल खण्ड फिलिपीको पुस्तक 4 अध्यायको 13 पदबाट रहेको छ र यहाँ लेखिएको छ, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु। हामीले अहिले सामान्य ठानेका र हरेक दिन उपभोग गर्ने आविष्कारहरूका विरुद्ध प्रतिरोधका यी उदाहरणहरूबारे विचार गर्नुहोस्। जर्मनीमा विज्ञहरूले भनेका थिए कि यदि रेलहरू 15 देखि 20 माइल प्रति घण्टाको गतिमा चले भने, जसलाई डरलाग्दो गति मानिन्थ्यो, यात्रुहरूको नाकबाट रगत बग्नेछ र सुरुङहरू भएर जाँदा यात्रुहरू निसासिनेछन्। अमेरिकामा त विज्ञहरूले यतिसम्म भने कि रेलमार्ग सुरुवातका लागि धेरै मानसिक रोगका लागि आश्रयस्थलहरू निर्माण गर्नुपर्नेछ, किनकि रेलहरू चलेको देखेर मानिसहरू आतंकले पागल हुनेछन्। जब फलामका जहाजहरू निर्माण गर्ने अवधारणा पहिलो पटक प्रस्ताव गरिएको थियो, विज्ञहरूले जोड दिए कि तिनीहरू तैरिने छैनन्। जहाजको पिँधको फलामलाई खियाबाट बचाउन कठिन हुनेछ अनि फलामको कारण दिशासूचक यन्त्र कम्पासले काम गर्ने छैन। 1797मा जब पहिलो स्पात फलाम हलो आविष्कार गरियो, न्यू जर्सीका किसानहरूले यसलाई इन्कार गर्दै भने कि स्पात फलामले जमिनलाई विषाक्त बनाउनेछ र झारपातको वृद्धि गराउनेछ। जब न्युयोर्कको YMCA नामक क्रिस्चियन संस्थाले टाइपराइटरको आविष्कारलाई स्वागत गर्यो र महिलाहरूको लागि टाइपिङ कक्षा सञ्चालन गर्ने घोषणा गर्यो, तब टाइपराइटर चलाउँदाको दबावले महिलाहरूको शरीरलाई हानि गर्नेछ भनी विरोध भयो। अब यी कथनहरूलाई विचार गर्नुहोस्, जसमध्ये प्रत्येक नै नकारात्मक मानसिकताको उपज हो। पहिलो, 1895मा रोयल सोसाइटीका अध्यक्ष लर्ड केल्विनको भनाई, हावाभन्दा भारी उड्ने यन्त्रहरू बनाउन असम्भव छ। दोस्रो, 1923मा भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता रोबर्ट मिलिकनको भनाई, मानिसले कहिले परमाणु शक्ति प्रयोग गर्न सक्ने छैन। तेस्रो, 1899मा अमेरिकी पेटेन्ट कार्यालय निर्देशक चार्ल्स एच डुवेलको भनाई, आविष्कार गर्न सकिने सबै कुरा आविष्कार गरिसकिएको छ। के अहिले फर्केर हेर्दा ती सबै कथनहरू हास्यास्पद लाग्दैन र? यसकारण यदि तपाईँ महान कामहरू पूरा गर्न र परमेश्वरद्वारा प्रयोग हुन चाहनुहुन्छ भने म गर्न सक्छु भनेर खडा हुनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 9808 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।